म आज आफ्नै गाउँमा घुमिरहेको छु। मेरो गाउँ, मेरो साथी मसँग हिँडिरहेछौँ। हामी साथी दुईजना घुमिरहेछौँ आफ्नो गाउँमा, खेतहरूमा। सब देख्नु भएको छ कस्तो छ, दामी लाग्यो भने भन्नु होला। अनि अहिले त धानको सिजन, धान रोपेर अहिले त देख्नु भयो होला। धानमा यस्तो सिजन चाहिँ हाम्रै त तराईतिर सब सिजन सिस्टम हुन्छ। अब खोला नालाहरू छैन, पानी बाह्रै मास लगाएर धान त बाह्रै मास हुने रहेछ। धान भिन्नै छ यो, हल्का यहाँ आइटी कस्तो आइडी देख्नु भएको छ नि, कस्तो दामी है। जति हेऱ्यो त्यति राम्रो लाग्छ। आज घुमिरहौँ गाउँतिर, मौसमको मजा लिइरहौँ। एकजना मेरो सोल्टीलाई भेट्नु थियो, आउनु यतातिर भन्नुभएको छ। त्यही भएर हामी चाहिँ चट्ट घुमिरहेको। मौसम चाहिँ दामी लाग्यो आज। हामीलाई आफैलाई नै बहुत एकदम राम्रो लाग्यो कि एकदम। अब देखेछ नि जो आफूले आँखामा, भन्नु त मौसमले पनि च्यालेन्ज दिइरहेको छ क्या आज घुम्ने भनेर। त्यही भएर पनि घुमिदिरहेको गाइज आज हामी। दामी लाग्यो, मस्त लाग्यो, आफैलाई नै राम्रो एकदम दामी फिल भइरहेको। कति राम्रो लागिरहेको, स्वर्ग नै यही हो जस्तो लागिरहेको मनैदेखि क्या। जो हुन्छ नि आफ्नो चलिरहेछ भन्ने, त्यस्तै मजा लाग्यो। अब यही हो हाम्रो गाउँठाउँ भन्ने, यस्तै हो। अनि रमाइलो लाग्छ मलाई त यस्तो मौसमहरू, बहुत मस्त लाग्छ। तपाईँलाई कस्तो लाग्छ, के लाग्छ भन्नु नबोल्नु न। अनि गाइज मेरो जिग्रा, मेरो साथी। अनि यो चाहिँ मैले भिडियोहरू पेजहरूमा हाल्नुभन्दा पहिल्यैदेखि बनाएको क्या। यो स्टकमा राखेको भिडियो। यो आज डेट कति रे? डेट कति? साउन 19 गतेको दिन हामी दुईजना चट्टै यही महिनाभित्र हाम्रो बर्थडे पनि थियो। मेरो 8 गते परेको थियो, उहाँको चाहिँ 21 गते परेको छ। हामी दुईजना साउनकै मौसममा, साउनकै मान्छे, हामी जन्मेको टाइमहरू दिनहरू यहीहरू हो। घुम्यौँ तर आजको मौसम हेऱ्यौँ लाग्यो नयाँ सुरुवातसँग हामी जन्मेको रहेछ जस्तो लाग्यो क्या। यहाँ चट्ट घुम्यौँ जस्तै अहिले धानको नयाँ सुरुवात छ नि त, यहाँबाट स्टार्ट गऱ्यौँ। हाम्रो भिडियोको लक्ष्य पनि यही हो, सुरुवात भयो। बहुत खुसी लाग्यो आज बनाइयो भिडियो गाउँ घुमेको। अब फेरि कहिले हुन्छ, फेरि भयो भने अनि एक झलक अर्को मौसमको, तपाईँको गाउँ काट्ने मौसमको झलक पनि देखाउँला, देखाउनु पर्यो।